यति हामी खटेर त्यति चाहिँ काम नगरेको भए रिस्की डिसिजनहरू गर्नुपर्छ गरेन भने आउँदैन नि हैन म भोलि के हुन्छ कहाँ पुग्छ भन्ने भयो भने गाह्रो हुन्छ त्यसैमा स्पष्टीकरण सोध्ने त्यसैमा चाहिँ ह्यारेसमेन्ट गर्ने काम पनि भयो अब यस्ता चिजहरूबाट गर्नुपर्छ अब म कहाँ जाने भन्ने कुरा आखिर म यो नेपाली जनतै हो म विदेश जान्न भनेर बसेको मान्छे मेरो साथीहरू सबै विदेशमा छन् यही काम गर्छु भनेर बसेको मान्छे मैले एउटा 30 वर्षको क्यारियर बिताएँ म फेरि एमडी चाहिँ हुन्छु भन्ने पनि छैन 4 महिनाको लागि मलाई अपमानित गर्यो निरुत्साहित गर्यो मलाई धेरै चाहिँ प्रेसर गरेर अपमानित गरेर म एउटा सेफ एक्जिट पनि दिएन ग्रेसफुल एक्जिट पनि दिएन पुरस्कृत गर्नुपर्ने ठाउँमा अपमानित गर्यो र 9 महिनासम्म अपमानित प्रेसर टेन्सनमा राखेर जुन निकाल्यो त्यसमा चाहिँ मलाई न्याय पाऊँ भनेर म न्यायमा गएको हैन म 4 महिनाको लागि म चाहिँ चित्त दुख्ने शब्द भन्नुभएको थियो म पढ्दै थिएँ मैले 30 वर्ष जुन राष्ट्रको सेवा गरेँ पछिल्लो पटक 8 वर्ष जसरी अहिले भन्नुभयो शनिबार भन्ने नै आएन जसरी काम गरेँ पुरस्कृत गरिएला भन्ने थियो अपमानित भएँ त्यसै चित्त दुख्दै थियो अब 4 महिना त उहाँलाई रोक्ने समय त थियो होला नि त हैन अनि त्यो भएको हुनाले मलाई केही छैन अब मैले अदालतमा गएको छु अब न्याय पाउँ एउटा फैसला कस्तो आउँछ त्यसमा मैले सोधेको आफ्टर वाट हैन त्यसपछिको कुरा सोधेको त्यसमा मेरो पोलिटिक्स हैन यस्तो हो मेरो अहिलेसम्मको स्ट्रेन्थ भनेको पब्लिक तपाईहरु जस्ताले मिडिया सबैले सपोर्ट गरेर म यहाँसम्म छु